यो पर्यटन भवनको आज उद्घाटन भएको छ र अब सिक्किमको पर्यटन विभाग टुरिज्म डिपार्टमेन्ट यहाँबाट सुचारू रूपले सञ्चालन हुनेछ र पर्यटन विकासमा यो पर्यटन भवन एउटा ठुलो सहायक सिद्ध हुनेछ र यसका लागि पर्यटन विभागलाई जम्मै टुरिज्मसँग सम्बन्धित व्यक्तिहरूलाई म हार्दिक बधाई दिन चाहन्छु र यो पर्यटन भवन सिक्किम र सिक्किमे जनताको नाममा हामीले उद्घाटन गरेर समर्पित गर्यौं। पिपल सेन्ट्रिक या त गाउँमुखी या त भिलेज सेन्ट्रिक हामी टुरिज्म बनाउँछौं र टुरिज्म चाहिँ अब हाम्रो नयाँ पेशा हुन्छ भनेर हामीले घोषणा गरे अनुसार हामीले सिक्किममा टुरिज्मलाई सुरु गर्यौं अनि हाम्रो गभर्नमेन्टको कार्यक्रम अनुसार 95 सालदेखि गान्तोकवासी जनताले विशेष गरेर गान्तोकको जनताले गान्तोकको होटल घर बिल्डिङको मालिकहरूले आफ्नो किरायमा दिएको घरहरू जम्मै उहाँहरूले होटल बनाउन थाले र अर्को कुरा चाहिँ हाम्रो टुरिज्मलाई अब अगाडि बढाएर लानु छ। हाम्रो सरकारको तर्फबाट गर्ने कुरामा तपाईहरु जति यहाँ उपस्थित हुनुभएका टुरिज्मसँग सम्बन्धित जति व्यक्तिहरू हुनुहुन्छ तपाईहरु निर्धक्क ढुक्क बस्नुहोस् कि हाम्रो सरकारको तर्फबाट गर्ने काम हामी जम्मै गर्दैछौँ। तर तपाईहरुको काम भनेको चाहिँ कि यो टुरिज्म जुन चाहिँ प्रोफेसन छ यसलाई चाहिँ तपाईहरुले राम्रो प्रकारले चलाइदिनु पर्यो र सिक्किमको इमेज बढाइदिनु पर्यो। तर गभर्नमेन्टले गर्ने काम चाहिँ हामी जम्मै गरेर लाँदैछौँ। तपाईहरुले देख्नुभयो 19 वर्षमा सिक्किममा कतिवटा नयाँ टुरिस्ट डेस्टिनेसनहरू सुरु भएको छ। त्यो तपाईहरु सबैलाई थाहा भएको कुरा हुन्छ कि तपाईहरुले इन्टरटेनिङ टुरिज्म भन्नुहुन्छ कि तपाईहरुले जुनै विषयमा पनि भन्नुहोस् या त नेचर बेस्ड भन्नुहुन्छ कि या तपाईहरुले सिक्किममा तपाईको हाम्रो फ्लावर बेस्ड भन्नुहुन्छ कि कुनै पनि टुरिज्मलाई सोच्नुहोस् कि हामीले सिक्किममा चाहिँ हाम्रो जुन चाहिँ नेचरल रिसोर्स बेस्ड टुरिज्मलाई चाहिँ हामी सबभन्दा बेसी ध्यान दिएर हामी काम गर्दैछौँ र दुनियाँमा जो छ तर दुनियाँमा नभएको कुरा चाहिँ के हो त हौ त्यो चाहिँ सिक्किममा हामीले गर्ने र सिक्किममा छ बाहिर कुन कुन चिज छैन त्यसलाई बढावा दिने अनि दुनियाँमा नभएको कुरा चाहिँ सिक्किममा के हुन सक्छ हौ त्यसलाई चाहिँ प्रायोरिटी दिएर हामीले काम गर्ने र त्यो गर्दाखेरि मात्रै हाम्रो एडभान्टेज हुन्छ भन्ने सोचेर चाहिँ हामीले अहिलेसम्म टुरिज्म सिक्किममा गर्यौं र हामीले हाम्रो तमाम तपाईको हाम्रो सिक्किमको लोक कथाहरू आधारित टुरिज्म पनि हामीले सिक्किममा गरिरहेका छौं। हामीले इतिहासको आधारमा पनि गरिरहेका छौं, हाम्रो कल्चरको आधारमा गरिरहेका छौं। अब यस्तो तमाम कुराहरू तपाईको सामनेमा हामीले ल्यायौं र यो सबै कुरालाई चाहिँ इनोभेटिभ प्रोग्राम, इनोभेटिभ टुरिज्म, इनोभेटिभ डेभलपमेन्ट, इनोभेटिभ तपाईको प्रोग्राम इत्यादि हामीले चाहिँ आज सिक्किममा अगाडि ल्याएको छ र गभर्नमेन्टको तर्फबाट हाम्रोमा प्रोग्राम छ कि सिक्किममा चाहिँ 100 वटा टुरिस्ट पोइन्ट्स बनाऊ भन्ने हाम्रो छ। 100 वटा टुरिस्ट पोइन्ट बनाउने हाम्रो चाहिँ प्रोग्राम छ र हामी 100 वटा टुरिस्ट पोइन्ट चाहिँ बनाउने र त्यो दिशामा चाहिँ 19 वर्षदेखि हामी काम लागेका छौँ। तपाईहरु सबैलाई थाहा छ हामी गभर्नमेन्टमा आएपछि कतिवटा टुरिस्ट पोइन्ट्सहरू बन्यो र अब 100 वटा टुरिस्ट पोइन्ट बनाउनलाई कतिवटा बनाउनु पर्छ त्यो तपाईहरुले कहिलेकाहीँ हिसाब गर्नुहोस् र त्यो दिशामा हामी चाहिँ पुरा अगाडि जाँदैछौँ। त्यसरी लिएर हामी जाँदैछौँ र टुरिज्मलाई हामी तपाईको खाली गान्तोक, नाम्ची, गेजिङ नथुला या त युमी साम्दुङमा मात्रै हामी नराख्ने होइन, खाली नराख्ने हामी सम्पूर्ण सिक्किमलाई नै हामी टुरिस्ट डेस्टिनेसन बनाउन चाहन्छौँ। प्रत्येक भिलेजलाई हामी टुरिस्ट पोइन्ट बनाउन चाहन्छौँ। त्यसकारणले हाम्रो सरकारले जुन काम गर्दैछ त्यो दिशातिर त्यो सपनाले हामी काम गर्दैछौँ। त्यसै कारणले आज हाम्रो सिक्किममा तपाईहरुले थाहा सुन्नु हुँदैछ भिलेज टुरिज्मको कुरा सुन्नुहुन्छ, तपाईले होमस्टे टुरिज्मको कुरा सुन्नुहुन्छ। हरेक ठाउँमा हामीले टुरिस्ट तपाईको पोइन्ट्सहरू बनाएको सुन्नुहुन्छ। टुरिज्ममा पुरा हाम्रो युवाहरूलाई तरुणी तनीहरूलाई हामीले इन्करेज गरेको, उहाँहरूलाई
उहाँहरूलाई हामीले सहयोग गरेको सपोर्ट गरेको सुन्नुहुन्छ यो सब हामी काम गरेर लाँदैछौँ र हामी चाहन्छौँ सिक्किम स्टेटलाई चाहिँ एउटा इको सिटी स्टेट बनाऊ भन्ने हाम्रो छ कि सिक्किम नै एउटा सिटी जस्तो होस् इको फ्रेन्डली सिटी जस्तो होस् भन्ने हामी चाहन्छौँ गान्तोकमा जुन खालको अपर्च्युनिटी गान्तोकमा छ त्यो अपर्च्युनिटी प्रत्येक भिलेजमा पुगोस् प्रत्येक नोक एन्ड कर्नर्समा पुगोस् सिक्किममा भन्ने चाहन्छौँ म चाहिँ सिक्किम र सिक्किमे जनताको इन्ट्रेस्टसँग चाहिँ कहिल्यै सम्झौता गर्नेवाला छैन कुनै परिस्थितिमा पनि सिक्किम र सिक्किमको इन्ट्रेस्टसँग म सम्झौता गर्नेवाला छैन त्यस कारणले तपाईँहरू सबले यी कुराहरू मनमा राखेर यो टुरिज्मलाई अब अगाडि बढाउँ अब राम्रो भएको छ अझै राम्रो गरेर जाउँ हामी जम्मै पोजिटिभ हौँ सबै पोजिटिभ भएर काम गरौँ तपाईँ सबलाई मेरो यही सन्देश छ